हामी जाँदै गरेको पार्क चाहिँ त्यही पल्लो हो। तपाईँहरूमा आउनु न म घुमाइहाल्छु नि। फेरि पनि आउँदा तपाईँहरू आयो भने। हाम्रो गाइड चाहिँ यहाँ छ। म गाइड हो। हाम्रो गाइड चाहिँ रेड लाइट छैन भाइ चल्दिन्थ्यो। यत्रे केलाई तपाईहरु कुर्ने हो। तपाईहरु जानुस् न हर हामी जेब्रा क्रसिङ चाहिँ यसरी बाटो यताउता हेर्ने अनि काट्ने हो। हाम्रो सिस्टम चाहिँ भाइ रमाइलो छ नि एकदम दाइ। ल ठिक छ। जोस मिठो मुस्कान दिनु हो उहाँले पनि भाइको डान्स देखि। चाहिँ नि अब फेरि भ्लग त सुरु भइगयो चाहिँ नि। अब यस्तै हो 2 दिन बाँच्नु छ। यो बाँच्दाखेरि त हो घुम्ने डुल्ने भनेको रमाइलो गर्ने। जिन्दगी एकदम लामो छ। जिन्दगी चाहिँ लामो छ, कष्ट छ। तर यहाँ कस्तो लाग्यो पारस ठाउँ? एकदम राम्रो। एकदम रमाइलो भइरहेछ होइन। मलाई चाहिँ म त यो घुम्न एकदम रमाइलो। मलाई चाहिँ एकदमै रमाइलो भइरहेछ। आज पनि बेलुका भइसकिसकेको छ र पनि हामी घुम्न चाहिँ छोडेका छौँ न। अस्ति हामी 2 जना त अस्ति आएको थियौँ यो पार्कमा। तर यो घुम्दा घुम्दै रात परेको कारणले गर्दा आज पनि फेरि पनि आइपुगिरहेको छौँ। रमाइलो छ यो, एकदमै रमाइलो। रुखहरू चाहिँ एकदमै सुकेर के अरे पैसाको बोटहरू चाहिँ एकदमै सबै मरिसकेछ। तर केही छैन, मलजल गर्नुपर्छ यसैलाई मलजल गरेर फलाउने हो पैसो। गाह्रो छ हजुर। हाम्रो चाहिँ नि होइन आज यो पार्कमा एकदम रमाइलो चाहिँ भइरहेछ। अनि 2 जना हाम्रो भाइहरू चाहिँ गमक्क परेर आज हिँडिराख्नु भएको छ। 2 चोटि आजसम्म। तर 2 चोटि हो, तर यो ठाउँ चाहिँ कहाँ हो त्यो नै थाहा छैन क्या। निकै ठुलो पार्क रहेछ। पार्कहरू चाहिँ यहीँ आएर थाहा भयो। आमामा कत्रो हो पार्क पनि मेरी आमै। को गएछ? गुरुङले त टोली लिएर जान्छ नि त फेरि। हाम्रो आज यो पार्क चाहिँ म र यो भाइको चाहिँ 2 चोटि भयो। ऊ भाइको चाहिँ पहिलो चोटि हो। हाम्रो यो पार्कतिर आज घुम्दैछौँ चाहिँ नि। यो साथीहरूलाई छोटो समयको अन्तराल पछाडि अब मेरो भिडियो आउने क्रम त जारी नै थियो। बाहिर हिँड्न नपाएको कारणले गर्दा, चिसो बढेको कारणले गर्दा म भिडियो अलिक अपलोड गर्न पाइरहेको छैन। त्यसमा क्षमा प्राप्ति छु। फेरि यस्तै भिडियोहरू आउने नै छ। सब्सक्राइब गरेर फेरि तपाईँहरूले यो भिडियोलाई चाहिँ स्किप नगरिकन सुरुदेखि अन्तिमसम्म हेरिदिनु झन् बेटर हुन्छ, झन् राम्रो हुन्छ। यस्तै ठाउँहरू भ्यूहरू यसो हेर्नको लागि चाहिँ मलाई सब्सक्राइब गरेर पक्कै हेर्नुपर्ने हुन्छ। त्यसैले साथीहरूलाई यस्तो राम्रो भिडियोहरू यहाँ क्लिप गर्दैछु। ओलिभ यो आसेते ओलिभ छ। आसेते तेलको रुख भन्दो रहेछ। ओलिभा आसेते ओलिभा भनेको चाहिँ ओलिभको तेल अरे। ओलिभको रुख रहेछ, तेल फल्ने रुख यो होइन त भाइ? यो तेल फल्छ अरे। हाम्रोतिर चाहिँ फिलिङ्गीहरू फल्थ्यो, यहाँ चाहिँ तेल फल्दो रहेछ। कालै फलिरहेछ ल हेर्नुहोस्।
आसिते आर्बो दामी फल्या छ। यो चाहिँ टिपेर यसकै तेल बनाउँदो रहेछ यहाँ। रमाइलो गर्दै आउँदाखेरि हामी यहाँ स्पेनमा साथीहरू खोज्दैछौँ। घुम्ने साथीहरू नपाएको कारणले गर्दा अलिक दुःख लागिरहेछ। तर घुम्न चाहिँ भने हामी र पनि छोडेका छौँ न भाइ। ओ भाइ स्यु हेलो जाने बाटो छ नि। लाइटहरू यति मजाले जोडिदिएको छ है। राति पनि उज्यालो, राति पनि उज्यालो चक्कै छ। घुम्ने डुल्ने ठाउँ। ए ऊ त्यही पल्लो त ऊ डाँडा ऊ यो पर त ऊ पर हौ देखिरहेछ। यता कोसी होइन त रियो कहाँ अनि बारमा आएको त अनि यार। ए यार मान्छे त मलाई भाइले यार बारबाट ल्यायो नि यार। बार यता गेटबाट छिर्नु पर्ने यार। कहाँ कहाँ ऊ डाँडा त ऊ त्यहाँ हौ। यता देखिन्छ के। रुख चाहिँ सबै ओलिभको मात्रै रुख रहेछ। मसिनो बिरुवाहरू चाहिँ यो ओलिभको तेल आउने रुख अरे चाहिँ तेलको रुख अरे। फल्या छ टन्न यी भुइँभरि काल्दै झरेछ। ओलिभ टिप्ने मान्छे नभएर यसो हामीलाई यसो तलब दिएर टिपाएको भए पनि हामी बेरोजगारी थियौँ अहिले। बिचमा ब्रिज छ। ब्रिज एकदम मजाको। अब होलिडे आउनुपर्छ यहाँ है। कहिले टाइम भन। हामी चाहिँ अहिले यता पार्कतिर घुम्न आउँदाखेरि यहाँ चाहिँ बिचमा कोसी रहेछ। बिचमा कोसी छ। यहाँ ब्रिजमा पनि चढिसक्यौँ अहिले। अब उता गयो जानु भेटिँदैन हौ। अब फर्क्यौँ यता। कहाँ पुग्यो त नि। त्यही डाँडा त उता पल्लै हो हुनु चाहिँ। तर डाँडा पुग्दाखेरि आधी घन्टा लाग्छ। फेरि फर्केर यतै आउनु पर्यो होइन। गाह्रो छ नि। फोटो खिच्यो कि भिडियो आयो आयो टकडा आयो। खतरा है खतरा है। यो त यो ताल हो कि है खोला जस्तो होला।
नमस्ते साथीहरू, हामी चाहिँ यहाँबाट फेरि रात परेको कारणले गर्दा फर्किसकेका छौँ। यहाँ आउँदैछ टोलीहरू पनि रमाइलो गर्दैछ, फर्किँदैछौँ। अब भने हामी अब फर्किसक्यौँ है त यहाँबाट। अब फेरि यहाँ अब फर्किसकेका छौँ यहाँदेखि चाहिँ। अब भने हाम्रो फेरि रात परिसकेको कारणले गर्दाखेरि हामी पुग्नुपर्ने टाढो छ, टाढो छ पुग्नुपर्ने ठाउँ। त्यही भएर फर्किसक्यौँ हामी। अब भाइ उहाँ हामी बेरोजगारी महासङ्घको म चाहिँ अध्यक्ष, अनि भाइ चाहिँ अहिले फेरि रोजगारीको अवसरमा भाइलाई छोटो रोजगारी छ, त्यही भएर उसको ड्युटी भएको कारणले गर्दा हामी फर्किसक्यौँ यहाँबाट। के छ त भाइ आज मजाले घुम्न नपाउँदाखेरिको एकदमै दुःख पीडाहरू? पीडा यत्रो धेरै 3-4वटा मेट्रो चेन्ज गरेर आएको 3 चोटि भइसक्यो होइन। त्यो डाँडा पुग्न नपाउँदाखेरि चाहिँ एकदमै आजको यात्रा पनि खल्लोमय भएको छ। कहिले भाइको चाहिँ कहिले पानी परेर डाँडामा होइन, त्यो त अर्कै हो। कहिले पानी परेर कहिले के भएर आज हाम्रो अर्कोजना भाइ 3जना भएर आएको छौँ। आज 3जना हुँदा पनि रातै परिसक्यो। फेरि आज हामी पारस भाइको गाइड गर्न लागेको हो। त्यस्तो भएको छ। भ्लगर दाजु यता हो, दाजु बाटो कहाँ आउँछ होइन क्या। हाम्रो भ्लगर दाजुलाई गरेको थिएँ गाइड। अनि हामी यहाँबाट फेरि यो 7 समुद्रदेखि यहाँसम्म घुम्न आउँदा पनि रात पर्यो। यो दिनलाई यो के भन्नु हो, यो दिनलाई यस्तो। अब चाहिँ नि त्यो ग्राउन्ड चाहिँ खै फेरि एथलेटिक म्याड्रिडको ग्राउन्ड हो। म्याड्रिडको एथलेटिक म्याड्रिडको त्यो चाहिँ अस्ति हामी चाहिँ गएको चाहिँ रियल म्याड्रिडको। ल हामी यहाँबाट अब रात परिसकेको छ। मेरो मन्डे छुट्टी छ, त्यस दिन चाहिँ यस्तो मन्डे चाहिँ पुरै बिहानै 10 बजी हिँड्यौँ क्या। बरु के खाने दिन्छ ड्राई फ्रुटहरू बोकेर। स्पिकर पनि भयो भने क्या, त्यो गुरुङ दाईको माग्नु पऱ्यो क्या अरे। ल अब फेरि अर्कोचोटि आउँदाखेरि चाहिँ स्पिकर सहित लिएर आउने योजना भएको छ। अब दर्शक श्रोताहरू फेरि अर्को फेरि भिडियोमा देख्दाखेरि चाहिँ एकदम रमाइलो सहितको भिडियो आउनेछ, आशा गर्नु होला। यो भिडियोसँग प्रत्यक्ष आशा गर्दै भरोसा पर्नु होला भन्दै स्किप नगरिकन भिडियो चाहिँ लगातार हेरिदिनु भयो भने बेटर हुन्छ। कहाँ के हुँदैछ, कसो के हुँदैछ। अझ विशेष के हो भन्दाखेरि यहाँ स्पेनमा तपाईँहरू जुन बाटो हुँदै जुन वे हुँदै आउँदै हुनुहुन्छ, यहाँ काम पाउनु विशेष अनि रुम पाउनु गाह्रो रहेछ। यो कुरा चाहिँ ख्याल गरिदिनु होला। अब रुम पाए काम नपाउने, काम पाए रुम नपाउने अवस्था चाहिँ एकदमै यहाँ जटिल छ। अनि इन पान्द्रोमेन्तो के अरे भाइ, पाद्रोमेन्तीको कुरा पनि हुँदो रहेछ। त्यो पाद्रोमेन्ती चाहिँ नभएको कारणले गर्दा एकदमै गाह्रो। र जो कोहीले यो भिडियो हेर्दै हुनुहुन्छ भने यो कुराहरू पनि यहाँ विश्लेषण भएर आएको छ। एकदमै भिडियोलाई स्किप नगरी हेरिदिनु होला। हामी यहाँबाट फर्किसक्यौँ। दर्शक श्रोताहरू, भाइ अलिक चाँडो गर न यार, तिमी कहाँ हो? आऊ यार, आऊ छिटो यार। मेरो बल्ल के अरे बल्लाको शिकार के भन्छ नि एउटा कस्तो ए तिमी जानेन क्या त्यो अलिक होइन। त्यो अब हामी यत्रो दुःख गरेर यहाँ आयौँ, तर हामी यत्रो दुःख गरेर कतिवटा मेट्रो चेन्ज गरेर 4-5वटा मेट्रो चेन्ज गरेर यहाँ आयौँ। लास्टमा आएर चाहिँ दिनभरिको शिकार ठ्याक्कै कान्छा बाउकै अनुहार भने जस्तै भएर चाहिँ जहिले पनि बेलुका भएको कारणले गर्दा मजाले घुम्न पाएको छौँ न। ओलिभ यसलाई चाहिँ नेपालीमा के भन्छ अरे भाइ? नेपालीमा जैतुन। जैतुन कि जैतुन? जैतुन। ए जैतुन भन्छ अरे यसलाई। ल हेर्नुहोस्,
यो चाहिँ अलिक महँगो तेल रहेछ, तेल रहेछ यो चाहिँ। यहाँ खतरा हो त आसेते ओलिभा भन्दो रहेछ यसको नाम चाहिँ। यहाँ स्पेनमा चाहिँ आसेते ओलिभा, आसेते भनेको चाहिँ तेल। अनि यही रहेछ त हौ यी। अनि WC भनेको चाहिँ हेर्नु होला, यो चाहिँ फेरि टोइलेट हो, वेलकम चाहिँ होइन, यति ख्याल गरिदिनु होला। आज पनि यस्तै रात परेर चाहिँ धेरै लामो जोस घुमघाम भएन, त्यसमा भाइलाई यो झिलिमिलीकै बाटो मन पर्यो। झिलिमिलीकै बाटो मन पर्यो भाइलाई, यतै आइदिउँ हामी पनि। यो न्यु इयर प्लस के अरे क्रिसमसको पर्वले गर्दाखेरि झिलिमिली छ, यी एकदम रमाइलो बनाएको छ ठाउँ, यो पार्कहरू पनि। यतै होला हौ बाटो त, यतै होला हौ जानुपर्ने त। पुल तर्ने